हिजो अस्तिसम्म पानी पर्ने केही छाडकाट थिएन आज आएर आफ्टर अल के भयो भयो ओए उडायो ओए आया व्हाट इज दिस म्यान व्हाट इज दिस के गरे दाइ यो इन्द्र दाइ के गरे तपाईले यार कम अन म्यान प्लिज यार पछि गरौँ लगे प्लिज यार प्लिज यो गरिराख्नुको कारण चाहिँ मस्त हावा चलिरहेको छ एन्ड हामीले चाहिँ हाम्रो टेन्ट कभर गर्नुपर्ने हुन्छ अनि त्यसैले चाहिँ अब यो माटो खनेर अनि प्लास्टिक राखेको छौँ सबैतिरबाट अनि त्यो बिस्तारै गरौँ भाउ उडाउँछ तल गरौँ न तल चाहिँ गरौँ न यस्तो हाल्यो ओइ उडाउला है हामीले हाम्रो तर्फबाट चाहिँ गर्ने माटो हाल्दै गर्नु छैन हाल्नु माटो हाल्नु हजुर यसलाई बरु अझ तन्काउ हैन त्यहाँ राखौ पानी त यहाँबाट त उता ओ बेस्ट हो नि अहिले गर्नु पर्दैन भन्छ छोड्दे अहिले अहिले यतिकै बाँध अहिले सुन भान्जीलाई आइडिया लगाइदियो भान्जुले आइडिया ला मलाई ठिक छ हैन मैले बुझेँ सुन अहिले यतिकै राख भान्जु हामी भित्र छिरेपछि के गर्ने भने एक दुईजना यता बाहिर निस्किने त्यसलाई तन्काउने ढुङ्गा तान्ने हैन यहाँ परसम्म ल्याउने अनि ठ्याक्क छोप्दिने हो क्या बरु अझै 4-5 वटा ढुङ्गा हामीलाई ढुङ्गा रेडी गरेर राखौँ ल जाउँ ढुङ्गा लिन गरम भइसक्यो यार बसिदिन्छु ल सो हाई गाइज गुड मर्निङ अनि दिस इज द नेक्स्ट डे वे क्यामेरा खस्दै रहेछ समाउँछ यार यसलाई स्ट्यान्ड बनाएर गरिरहेको थिएँ बट देन काम लागेन अनि दिस इज द नेक्स्ट डे हिजो अलिकति पानी हावाहुरीले पनि हल्का दुःख दियो हामीलाई अनि सुत्ने बेलामा हल्का गाह्रो पनि भयो अगाडि दिनहरूमा त्यस्तो केही सिम्टम्स नै थिएन पानी आउला जस्तो हावाहुरी आउला जस्तो तर हिजो भने नै त्यस्तो भयो क्या अनि हामीले चाहिँ यसरी प्लास्टिक राखेर अनि हामी त्यो टेन्ट चाहिँ अलिकति ठुलो छ कि यो रेडवाला अनि त्यसलाई कभर गरेर त्यसलाई चाहिँ अलिकति हावाहुरी मुक्त बनाइरहेको थियौँ जस हामी प्रिभेन्सन इज बेटर देन क्योर भन्ने हिसाबमा चाहिँ सबै सामानहरू चाहिँ जुटाएर आएको भएर चाहिँ हल्का सजिलो चाहिँ भयो है हल्का सजिलो भयो रमाइलो भइरहेछ है हिजो रमाइलो गऱ्यो नि हिजो मजा मजा आयो ठिक छ बन्दैछ आगो बाल्नु छ होला टक्क पानी यसमा तताएर खाइदिउँ कि भनेर तातो पानी खानु मान्छे हैन म नि खान्छु तातो पानी सबै छ 1 लिटर पानीले 4-5 ग्लास हुँदो रहेछ हिजो बेलुका मैले र भाइले नि खाथ्यौँ त पुग्दो रहेछ यतै सही हुन्छ भनेर ठिक छ के छ चेतमान ठिक छ रमाइलो भइरहेछ हिजो रमाइलो भयो नि रमाइलो प्लस एकछिन दुःख पनि भयो दुःख पनि भयो त अलिकति अनि यो फर्स्ट टाइम बसिरहेको ठाउँमा अलिकति टाउको टाउको दिइरहेको फर्स्ट टाइम हो नि त फर्स्ट टाइम हो यो इन्भाइरोमेन्टमा होइन होपफुली तिम्रो टाउको पनि छिटै ठिक होस् औषध ल्याएको छैन हामीले नि हो अनि ठिक हुन्छ तर यत्तिकै यो आफै ठिक हुन्छ तर नुवाकोट यहाँबाट हेर्दाखेरि चाहिँ राम्रो देख्ने है बाबा वास्तवमा नुवाकोट ठाउँ चाहिँ राम्रो लाग्छ मलाई भ्लग गर्ने मान्छे मुख नदेकन भ्लग गरिराखेको बिहान भ्लग गर्ने मान्छे तिमीहरूले मुख धोएको देखेर मलाई यहाँ सातो गइसकेपछि आछु गरेर तातो पानी छ बिहानको यो डाँडा पानी आफ्नो मुख र अर्का मुख अनि कस्तो ल्याएर नि बजार डाँडै पछि बजार देखिरहेको छु भने मैले यताबाट त भइ नै हाल्यो होइन कुन के गाउँ रहेछ कहाँको रहेछ अझ हेर न त्यहाँ माथि डाँडामा हेर न बस्ती हेर नि त्यहाँ माथि क्या माथि त्यो सिधा हेर नि त्यहाँ कति बाक्लो छ त्यहाँ अलिअलि त यसो ठाउँ हेरेर त नुवाकोट भन्ने नुवाकोट भन्ने मात्रै थाहा छ हामीलाई कहाँ के भन्ने चाहिँ थाहा छैन अहिले तर यहाँबाट हेर्दाखेरि चाहिँ जोस राम्रै आयो मजा आइहालेछ घामको त्यो जुन रेजहरू हेर न पास भएको सर
मसँग राम्रो क्यामेरा भएको भए त म देखाउँथेँ पनि होला त्यो अभियसली, बट देन छैन। अनि टक्क त्यो डाँडाबाट चाहिँ रेजहरू चाहिँ यसरी सर बास भइरहेको। सरसफाइ भइरहेछ, खासै केही होइन, सफा गर्नै पर्यो। क्या हाल सब किन सुतिरहेको को सुत्न सक्छ क्या यस्तो मजाको इन्भाइरोमेन्टमा। देन हामी चाहिँ सफा गरिरहेछौँ, केटाहरू चाहिँ मस्त सुतिरहेको छ यार। नट फेयर केटा हो, कमन उठ सफा गर्नु पर्यो। Morning guys. Don't touch me. Don't trust me. So guys, म चस्मा लगाएर ब्याक भइसकेँ। होप सबजना सन्चै आरामै हुन्छ होला, म पनि सन्चै आरामै छु। केटाहरूलाई गाली गर्दा बल्ल बोल्ने भएको छ नि, बल्ल बोल्ने होइन। अनि अब उठ्छ होला केटा सबजना। अनि हामी त्यसपछि चाहिँ यसरी हेर्नेहरू चाहिँ कन्जुस हुन्छ अरे क्या। जो चस्मा लगाएर यसरी हेर्छ नि यस्तरी कन्जुस हुन्छ भन्छ क्या। आई डोन्ट नो, म त यसरी ढ्याङ्गै लगाइदिने हो, म कन्जुस छैन। एन्ड देन अब उठ्छ केटाहरू सबजना, लगभग हामी 7 जना। खाना मान्नु पर्ने देखियो, हिजो खाएको माइत खाना भएन नि त। अब बेलुका पानी पनि परेछ, यतिकै अब फोहोरहरू पनि भयो होला। जे होस् बासीमा हामी खाँदैनौँ, त्यो हाम्रो मेन मोटो भने। अब यसलाई माझ्ने प्रक्रिया भइरहेछ, काम गर्नलाई लजाउनु हुँदैन, जस आफै खटिने हो, आफै गर्ने हो, आफै खाने हो होइन। तिमी पनि पर्न सक्छौ एकछिन माझ्नेमा होइन। अहिलेलाई चाहिँ म परिरहेको छु, केही छैन, मिलेर गर्ने हो, जे गर्नुपर्ने छ। यो के गर्न लाग्नु भयो त? यो हाम्रो यो जुन चाहिँ त्यो आगोको त्यो कालो हुन्छ नि, खरानी मतलब यसलाई चाहिँ अब हामी अरू बेलामा चाहिँ खरानी लगाउँछौँ भन्थ्यौँ, अहिले चाहिँ खरानी छैन हामीसँग, त्यसैले माटो लगाएर छौँ। यो लगाउँदाखेरि चाहिँ तिम्रो यो भाँडो सेफ हुने भयो क्या। यसमा कालो लाग्दैन नि त होइन, कालो लाग्दैन। कालो लागे तापनि माझ्दाखेरि सजिलो जान्छ के यो, त्यसैले चाहिँ यो गरेर हो। नेपालमै होला त यस्तो गर्ने? नेपालमै यो सायद नेपालमै हुन्छ होला है, सही भन्यो तिमीले। यो नेपालमा मात्रै हुन्छ। दिस इज द ओन्ली थिङ द्याट ह्यापन्स इन नेपाल। ब्रेकफास्टहरू रेडी हुन्छ, म चाहिँ अब कटिङतिर लाग्ने सोचिरहेको छु। गोब्रो गिऱ्यो भने खासै केही त हुँदैन नि त होइन, एकछिनलाई केही नहोला। हामीसँग मुला, काँक्रो, गाजर सबै छ, त्यो काटेर हल्का खान्छौँ बिहान मलाई राम्रो लाग्छ यो कुराहरू, हेल्दी होइन। हिजो धेरै अनहेल्दी खाइयो कि, मासु धेरै भयो, मासु अति भएको छ। केटाहरू के गरेर हो? टावेल छ, टावेलमा पानी राखेर, पानी यस्तो चिसो छ कि त्यहाँ विपिन भाइले पानी तताइरहेको छ। अनि त्यो पानी यहाँ मनतातो पानी यहाँ टावेलमा राखेर मस्त मुख पुछिरहेको छु। किन भन्दाखेरि त्यो चिसो पानी मेरो मुखमा हाल्ने मसँग इनर्जी छैन, अहिले पावर छैन। इनर्जी त छ, पावर छैन। के हो त्यसमा? इनर्जी छ, पावर छैन। भएन है, के हो त्यो? इनर्जी पावर होइन नि त्यसमा। साइन्सकै हिसाबमा त त्यो मिल्यो होला, किन भन्दा एनर्जी र पावरको मिनिङ छुट्टै होइन। त्यही हो, मिलाएको छ है केटा हो। नमिलायो भने गाइज, नमिलेको भयो नि कमेन्ट गरौँ, मिलेको छ कि छैन भनेर। एनर्जी छ, पावर छैन। जहाँ गर्छ बल छैन भने त्यो हो कि हो, जहाँ गर्छ बल छ भने जस्तै हो। त्यही नै हो है, मिल्यो है। जहाँ गर्छ बल छैन हो, ल एनर्जी छ, पावर छैन होइन त, सही हो या। त्यही हो। गुड मर्निङ गाइस। फेरि पनि म चाहिँ अहिले यत्तिकै हेर्दै हिँड्दा थिएँ के कस्तो रहेछ यताको ल्यान्डस्केप भनेर। तर एउटा कुरा चाहिँ के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि, इफ तपाईँहरू आउन चाहिराख्नु भएको छ भने चाहिँ
सूर्य चौर चाहिँ माथि सूर्य चौरमा नि क्याम्पिङ गर्ने स्पट छ तर त्योभन्दा पनि तल डाँडोमा त्यो ठ्याक्क टावर छ माथि अनि टावरबाट तल बाटो छ अनि त्यो बाटोबाट आउँदै गर्दाखेरि लगभग 20 मिटर तल नै 20 मिटर होइन लगभग 100 मिटर तल जति आएपछि एउटा प्लटिङ गरेको स्पट छ क्या ठाउँ छ अनि त्यो ठाउँबाट तलको जुन यो फाँट छ बबाल छ क्याम्पिङको लागि हजुरहरू नै आउँदा हुन्छ तिमी त्यहाँ जाउँला फिल्डिङ सेटअप भइरहेछ अलरेडी रेडी हो अल सेट बलिङ आयो अहिले चाहिँ नाइस आज फाइनल भिडियो चाहिँ अब हामी हेर्छौँ यो बाक्लो भयो क्या यो तावा यो मासु काट्ने तावाले त्यही मासु काट्ने सोचिरहनु भएको दाइ त्यही भएर त ल्याए दाइले काट्नै आउँदो रहेछ क्या थाहा छ यसले कहाँ काट्छ त मलाई कसले भने काट्दैन यो काट्छ त काट्छ नि सबैभन्दा बेस्ट यो चक्कु होइन नि त्यो होइन बाउ यो होइन यसको पातलो नि थियो हैन मासु पाक्दैछ मासु अर्को कुरा यो घुम्न आउने मान्छेहरूले लाली गुराँसलाई किन यसरी यहाँ हामी आयो अरूलाई दोष नदिनु होइन अरू नै हो क्या यो हामीले होइन नि यो हिजो अस्ति त्यहाँ हेर नि त्यहाँ पुरै लाली गुराँसको यो फुल निकालेर पाउजु पनि छोडेर गएछन् बिचराहरू कुन चाहिँको पाउजु भेटेछ केटाहरूले कसले हो सम्पर्क गर्नु होला हामी फिर्ता गरिदिन्छौँ पाउजु हराउनु भएको भए चाहिँ सम्पर्क गर्नु लाली गुराँस टिप्दै गर्दा चाहिँ तपाईँहरूले के कुरा विचार गर्नु भने यो लाली गुराँस एकचोटि टिपेपछि अर्कोचोटि फुल्दैन अरे क्या त्यो जुन हाँगोबाट त्यसैले त्यसलाई टिप्दै गर्दाखेरि चाहिँ आफ्नो इन्भाइरोमेन्ट आफ्नो नेचर हाम्रो यो नेसनल फ्लावर त्यसको यसरी मिसयुज नगर्नु होला किन भन्दाखेरि सुन्दरता नै यही हो क्या सुन्दरता नै चुडेर फालिदिनु भयो भने के गर्ने सुन्दरता के बाँकी रहेर हामी जस्ता युवाले नै गर्ने हो यस्तो कुराहरू इफ हामी गर्दैनौँ भनेपछि अनि को गर्छ त अबको आउने जेनेरेसन हामी नै हो दाइ होइन अनि अब हामीले चाहिँ सफा गरिदिनु पऱ्यो कि कहीँ कतै जाँदाखेरि पनि जे होस् सफा गरिदिनु पऱ्यो आफूले गरेको काम चाहिँ जङ्गलहरूमा अलिकति यसरी पोल दिनु पर्यो बरु पोल्ने कुरो पोल्ने कुरा अब फेरि प्लास्टिक पोल्यो भन्दा नि यो प्लास्टिक होइन यो डिग्रेडेबल नदेखाऊ यार प्लास्टिक नपोल्नु पर्ने हो त्यही पनि अब यो कागजहरू पोल्दै अब त्यस्तै ल अब एकछिन हेरौँ है त दाइ त्यहाँ हुन्छ आउँदै हुन्छ है यहाँ केटाहरू सफा गर्दैछन् मस्त अब सफा गरौँ ल सर हाई के छ अल गुड सफा रहेछ सफा सँगसँगै रमाइलो पनि चल्छ प्याकिङ स्याकिङ सब भइसकेको छ हामीले पहिला जस्तो आउँदा जस्तो थियो त्यस्तै बनाएर निस्किन लाग्छौँ अनि हामीले अघिदेखि नै भन्दै आएर छ केटाहरूले पनि भनिरहेको छ मैले पनि भने कमरा बाँध्यौँ भने आफूले गरेको फोहोर हामी जहाँ जान्छौँ जे गर्छौँ आफूले गरेको फोहोर चाहिँ आफै सफा गर्नु पऱ्यो एज आई नो होइन अब इट लुक्स निट एन्ड क्लिन पहिला जस्तो त्यस्तै देखेछ अनि आगो पनि हामीले माटो साटो हालेर निभाइसकेका छौँ र अब भने बाइक मेन एडभेन्चर त्यहाँ हुनेवाला छ के भन्दा बाइक हामीले बाइक हिजो 2-3वटा कान्ला मुनि होइन सेफ राख्नको लागि गरेका छौँ तर अब त्यो बाइक झिक्ने चाहिँ हाम्रो लागि एकदम च्यालेन्जिङ हुनेवाला छ होप फर द बेस्ट अब हेरौँ जाउँ एकैचोटि बाइक निकाल्छौँ अनि त्यसपछि हामी घरतर्फ जान्छौँ अहिले भने तपाईँको लगभग कति बज्यो 1:49 भयो 2 बज्न लाग्यो होपफुल्ली हामी 2:30 भित्र त हामी यहाँबाट निस्किसक्छौँ यो चाहिँ बल्ल बल्ल भयो अब लास्ट मेरो बाइक अर्कै ठाउँबाट हाल्यो